What is up all the good people, this is your brothers that back again with another reaction video and मलाई चाहिँ रिक्वेस्ट आएको थियो है one of मेरो भ्युअर भनौँ न हैन मेबी माई सब्सक्राइबर आई डोन्ट नो हैन तपाईं जस्ट अब सब्सक्राइब गर्नुभयो होला obviously हैन यहाँ चाहिँ यस्तो लेखेको छ WY हैन WY हेमान्सु भन्नेले चाहिँ दाइ प्लिज डबल LX हैन LX हैन XL डबल XL को नि रियाक्सन गर्नु न वाउ म्युजिका LX दाइको प्लिज भिडियो गरिदिनु न दाइ भनेको छ अब वाउ म्युजिका भन्ने पनि हाले मैले हैन म्युजिकल भन्ने खोइ त्यो आएन खोइ के हो हैन डबल XL हैन सङ भन्ने एउटा च्यानल आयो हैन एन्ड देन अब कुन गीत गर्ने नि थाहा भएन के मलाई हैन त्यो भएर चाहिँ अलिकति उयो डबल XL हैन म्युजिकाहरु सबै गरे मैले हैन ठ्याक्कै यो एक्ज्याक्ट यो गीत गर भनेको हुन्थ्यो है अब यो डबल XL को चाहिँ हामी अर्को एउटा गीत गर्ने छौं अर्को एउटा भन्दा नि कुनै गीत गरे हैन हैन जुन चाहिँ XL भन्ने सुन भन्ने प्रोड्युस बाइ के हो स्ल्यास टी बिट जस्तो स्ल्यास टी बिट भन्ने यो गर्दिम न है यो गीत चाहिँ यो गीतको चाहिँ रियाक्सन गर्ने छ हैन अनि लेट मी नो म त कुन गीत एक्ज्याक्टली भन्ने भने चाहिँ सजिलो हुन्छ मलाई हैन त्यो पुरै त्यो सबै त्यो जति पनि टाइप गर्दाखेरि आएन त्यो मतलब इंग्लिशहरुको मतलब के भिडियोहरु आए सो त्यो कारणले गर्दाखेरि वी वान्ट टु रियाक्सन भिडियो अन डबल XL सुन भन्ने चाहिँ गर्छु हैन मेरो भेटेन यार म्युजिका XL दाइ भनेको चाहिँ वाउ भनेको त्यो पनि हाल्नेको आएन है त्यो कारणले गर्दाखेरि सरी फर दैट हैन यो गलत भयो भने तर आर्टिस्ट चाहिँ सही नै हो जस्तो लाग्छ मलाई हैन डबल XL LX दिन्छ फेरि LX हैन XL हो नि त ब्रो सो या सबै जान्ने यसो हैन सब्स्क्राइब गर्नु या लाइक शेयर गर्नु सपोर्ट गर्नु एन्ड वेलकम टु द फ्यामिली अनि यहाँ त्यो अब तपाईहरु कुनै यस्तो रिक्वेस्ट छ भने रिक्वेस्ट गर्नु यार अब मेरो काम छैन यस्तै अब रियाक्सन गर्ने हैन चुतियागिरी गर्ने बस्ने त्यस्तै हो हैन सो या विदाउट एनी फर्दर डु लेट्स डाइभ इन द भिडियो लेट्स गो ल जाउँ त है के रहेछ त हेरौँ न दीपक भण्डारी ठीक छ यो सायद मेबी यो स्याम्पल हो जस्तो लाग्छ मलाई हैन लाइक हुन्छ नि अब नेटमा राखे हुन्छ नि त त्यो युज गर्न मिल्ने खालको त्यो नै स्याम्पल युज गरेर बनाएछ दामी नै छ ठिकै छ म्युजियममा पुगेछ नि ब्रो अलिक बुझेन यार शब्दहरु चाहिँ फेरि सुनौँ ल है हाँसेर त म मरेला हाँसेर तेरो छाया बनी बस्छु म तैसित तेरो छाल बनी भने कि के ठ्याक्कै बुझ्न स्पष्ट भएन यार है तेरो फाइल भने के हो सरी यार बुझेन मैले हैन ठिक छ मतलब त्यो भाइब्स चाहिँ ठिक छ कि हैन हाँसेर त समथिङ टाइपको के मतलब नेवारी र हिन्दी पनि पुरै मिक्स हो क्या ब्रो यार नजिकै छ भने मतलब हटुपट्टु समथिङ के भने यार बुझ्दैन ब्रो सब कुरा जित्छु म तर तिमीलाई जित्दैन लुकाउँछु आँसु म सबै ठाउँमा जित्दैन सुना तेरा दुःख त क्या डार्कमा गइदिरहेको लाइक हुन्छ नि अब त्यो गीत एउटा फ्लोमा गइरहेको थियो हैन अलिकति काइन्ड अफ एकैचोटि त्यो हुन्छ नि मतलब सिम्पलै लाइक भनौँ न मतलब लाइक साफतिर या मतलब आई डोन्ट नो लाइक मेजर माइनर टाइपको मै थियो एन्ड देन एकैचोटि क्या डार्क भइदिरहेको म्युजिक बुझ्दैन सुमैले तैसँग मनी आएपछि फेरि उड्दैन मनी आएपछि कि निन्द भने कि के भने ब्रो आएपछि फेरि उड्दैन सुमैले तैसँग मनी आएपछि फेरि उड्दैन मनी आएपछि मलिन भने नरौ तिमी बेकारमा आँसुहरु सुक्छ थाहा छैन कस्तो हुन्छ दुःख जाऊ तिमी सोध जो सडकमा सुत्छ भन कलाई यहाँ पुग्छ
जोडिँदैन मुटु जब टुट्छ मन थिएन आधी रातमा उठ्न अनि आँसुमा रुझ्न यो रिसले मुखबाट गाली मात्र छुट्छ तिमीलाई माया भन्दा बढी गरे टर्चर मेरो बारेमा जे भनि नि छुट्छ एक दिन मन तिम्रो बुझ्छ डबल एक्सेल ठिक छ मतलब ऱ्यापमा चाहिँ फ्लो एन्ड देन हुन्छ नि उसको उयो चाहिँ ठिक लाग्यो मलाई मतलब हुन्छ नि त्यो भोकल टोन हुन्छ नि एउटा आफ्नो ओरिजिनल टोन हुन्छ त्यो ठिक छ मतलब ठिकै छ अलिकति त्यो कोरस पार्टहरू चाहिँ अलिक बुझ्दैन है त्यो भएर यो पार्ट चाहिँ ठिक छ दामी छ किन रुच्छ किनकि आँसुहरू पानीमा लुक्छ तिमी बोल हिजो अस्तिको कुराहरू छोड त्यो कहानी भन्ने टाइप हो कि होइन यस्तो यस्तो भएको होइन तिमी आएको म गएको होइन यस्तो यस्तो टाइपको जस त्यो पनि एउटा काइन्ड अफ हुन्छ नि अब एउटा लिसनर या भ्युवर्सहरू हुन्छ नि मतलब होइन एउटा दुनियाँमा लगिदिने हो नि त खास गरी टक्क त्यो आफ्नो त्यो फ्लोमा या आफ्नो त्यो स्टोरी टेलिङबाट हो नि त त्यो ठिक छ ब्रो यार मतलब दामी लाग्यो मतलब सही हो तिमी आँखा खोल तिमीलाई माया गर्ने वरिपरि को छ माया मेरो कौडीको भाउमा नचोक ठिक छ मतलब अहिलेसम्म त ठिकै लाग्यो मतलब क्यालिबर चाहिँ छ जस्तो ब्रो अलिक युनिक टाइपको होइन यस्तो आर्टिस्टहरू आई डोन्ट नो है मतलब हुन्छ नि जस यो गीत चाहिँ ठिक छ अलिक डार्क होइन के भन्ने अलिकति अर्कै भाइब्स छ यार हुन्छ नि अब चिलिङ भाइब्स त नभनौँ होइन त्यस्तै खालको हुन्छ नि अब अलिकति दुःख लागेको भन्ने कि जस कसैको आई डोन्ट नो यार मलाई एक्ज्याक्टली मलाई त्यो एक्सप्लेन गर्न आएन होइन मतलब त्यो हुन्छ नि यस्तो मलाई लागिरहेको छ त्यो भन्न आएन होइन तर ठिक छ ब्रो मतलब हुन्छ नि अलिकति हल्का लाइक मतलब बाहिर मतलब इङ्ग्लिस आर्टिस्टहरूको चाहिँ यस्तो टाइपको गीतहरू सुनेको छु जस्तो लाग्छ एक्ज्याक्टली मलाई दिमागमा आएन होइन तर ठिक छ मतलब अलिकति नेपालीहरू भन्दा चाहिँ अलिकति डिफ्रेन्ट छ है नेपालीहरूको ठिक छ यार दामी कुन ठाउँमा रहेछ यार म्युजियमभित्र होइन मतलब आई डोन्ट नो मतलब खिच्न त दिँदैन होला म्युजियममा होइन तैपनि जस खिचेको छ कतै गाउँतिर हो कि लाइक पाहाडतिर आई डोन्ट नो यार तर ठिक छ मतलब दामी देखाएको छ भिडियो पनि राम्रै अलिकति बाहिरको त्यो सिनहरू चाहिँ अलिकति विदेशतिर जस्तो देखाएको छ होइन जस खिचेको राम्रो छ यार होइन भिडियो चाहिँ दामी छ होइन अब गीत अनुसार पनि सिङ पनि भएको छ जस्तो गीत छ होइन भिडियो पनि त्यही अनुसारले ब्लेन्ड भएको छ यार दामी ठिक छ यो बारे यो तेरो छाल बनी समथिङ तेरो छाल बनी बस्छु मेरो दुःख बुझेन यार कुनै यस्तो मलाई के लाग्छ भने कुनै आर्टिस्टहरूले कि नबुझोस् भन्ने तरिकाले लेखिदिन्छ या गाइदिन्छ पनि जस्तो लाग्छ अलिक युनिक हुन्छ नि के हो यार के भन्यो यार भन्नु त्यो रिपिटेड सुनिदिन्छ नि त होइन टाइपको अनि आई डोन्ट नो भ्युज बढी हुन्छ अरे होइन त्यस्तो त होइन तैपनि अब कतिवटा नेपाली गीतहरूमा नि कति वर्डहरू हुन्छ कि त्यो हामीले बुझ्दैन तर दामी लागिरहेको हुन्छ जस्तै अब दिनको होइन रवि शब्दी हो अनि के हो कि रवि शब्दी हो कि होइन भन्छ नि म त्यो स्पोर्ट ब्यान्ड च्यालेन्जमा पनि जजले पनि सोधेको थिएँ यो के हो यो शब्द भनेको के हो थाहा छैन मलाई दाइले यस्तै लेखेको थियो यस्तै गाइदिएँ मैले टाइपको कि होइन त्यस्तै नै हुन्छ है अब ठिकै छ मतलब अहिले चाहिँ आयो कि मतलब कस्तो खालको भन्दाखेरि चाहिँ यो गीत होइन मतलब हुन्छ नि एकदम स्याड स्टोरी हुन्छ नि एकदम दुखी लाग्यो जस्तो दुखी आत्मा होइन मन दुख्या छ होइन आत्मा पोलिरहेको छ जलिरहेको छ होइन त्यस्तै खालको त नि मतलब त्यस्तै खालको भाइब्स लाग्यो मलाई होइन अब त्यही अब जली टाइपको होइन ओहो वाउ यस्तो खालको टाइपको चाहिँ छैन होइन ठिक छ अलिक डार्क टाइपको होइन जस ठिकै लाग्यो यार मतलब हुन्छ नि युनिक छ आर्टिस्टमा अलिक क्यालिबर छ होइन मतलब अब त्यो कोरस पार्ट त बुझ्दैन त अब कति कुरा बुझ्दैन मेरै गीत नबुझ्दा कतिजनाले होइन अब त्यो बुझ्नुपर्छ भन्ने पनि छैन तैपनि तल सब टाइटल भए भए चाहिँ ठिकै हुन्थ्यो होइन मतलब इङ्ग्लिसमा होइन इङ्ग्लिसको सब टाइटल भइदियो पनि नेपालीकै होइन आई डोन्ट नो मेबी तर ऱ्याप ठिक छ यार ऱ्याप
जुन तरिकाले यस्तो यस्तो होइन एक्ज्याक्टली त्यो त भयो जस्ट ठिक छ मतलब फ्लो ठिक छ सुन्दाखेरि मजा आयो प्रायः जस्तो मान्छेहरूले पुरा वर्ड के हो यस्तो यसले भन्न खोजेको के हो टाइपको भन्दा नि होइन फ्लोमै बगिदिन्छ नि त लिसनरहरू होइन अनि त्यो भएको कारणले गर्दा ठिक छ यार मतलब जस टक्क यो गीत पनि टक्क राखेर कतै ट्राभल गर्दाखेरि होइन मतलब हिँड्दाखेरि दौडिँदाखेरि बस्दाखेरि सुत्दाखेरि उठ्दाखेरि जस एउटा मतलब आफ्नो प्लेलिस्टमा हुन राम्रो खालको मतलब हुन्छ नि राम्रै खालको ट्र्याक छ जस्तो लाग्छ मलाई यस्तो कफसँग छ्या र त्यो भएको कारणले चाहिँ या दामी नै लाग्यो एन्ड ठिक छ मतलब नट ब्याड होइन एन्ड या इफ आई ह्याड टु रेट दिस सङ अन 5 कडक दिएँ मैले यार 3.5 ठिक छ नट ब्याड 3.5 भनेर त धेरै नै हो नि होइन के हो एनिवे जस्ट दामी नै लाग्यो आई इन्जोइड लिसनिङ टु दिस सङ भिडियो पनि ठिक छ एकदम सिम्पल भयो नि क्यामेरा हुन्छ नि मुभमेन्टहरू होइन गरेर जस्तो अलिकति सिनेमेटिकै छ यार दामी नै छ यार एन्ड या द्याट वाज माई रियाक्सन अन दिस भिडियो एन्ड जसले मलाई भन्नुभएको छ होइन के अरे उहाँको नाम यार होइन YW हिमांशु ब्रो होइन अब आई डोन्ट नो कस्तो लाग्यो होइन लेट मी नो होइन अब यस्तै हो अरू कुनै रिक्वेस्ट छ भने भन्नु होला अनि म मतलब गरिदिन्छु रियाक्सन मेरो केही जानेवाला छैन अरे होइन सो या विथ द्याट नोट मतलब लाइक साइक गर्नु न यार सब्सक्राइब गर्नु त भन्नै पऱ्यो नि त होइन एन्ड त्यही हो अब अलिकति हाम्रो फ्यामिली अलिक सानो छ भन्दा नि भर्खर अब के भन्ने यार रियाक्सन गर्न पनि धेरै भएको छैन होइन तैपनि राम्रै भइरहेको छ अब रिसेन्टली 1K खट्यो यार होइन टाइपको त्यस्तै टाइपको छ जस कुनै भिडियो जान्छ कुनै भिडियो जाँदैन तैपनि अब एउटा टाइम पास पनि भयो होइन एउटा कन्टेन्ट भइराख्यो नि त आफू मतलब हुन्छ नि केही कुरामा बिजी टाइपको होइन अनि या अब आमा सिङ्गर सङ राइटर मेरो गीतहरू नि बन्दैछ अब मेबी फ्याल्छु होला मलाई कति गीतहरू चाहिँ मेरो पेन्डिङ भन्दा नि मैले फ्यालेकै छैन मैले राखिरहेको छु होइन मेरो क्लोजेटमा मेरो स्टोरमा त्यो चाहिँ आई डोन्ट पछि फ्याल्छु होला दामी भिडियो बनाएर होइन अब भिडियो सिडियो बनाउनु त्यही पैसा खर्च हुन्छ होइन त्यही हो अनि त्यो भएको कारणले गर्दाखेरि या मतलब हुन्छ नि मेरो अरू के भिडियोहरू पनि बनाउँछु कि म लाइक हुन्छ नि कस्तो टाइपको सबै मेरो च्यानलमा गएर हेर्नु न यार होइन सो या विथ द्याट नोट आई विल साइनिङ अप फर नाउ धेरै गफ भयो धेरै बोलिदिन्छु म है बेलामा होइन एन्ड त्यही हो अनि सपोर्ट देखाउनु एन्ड आई विल प्रोबेबली be back with another reaction video. Till then, everyone, take care of yourself. God bless everyone. This is your brother Jedi signing off for now. Ciao.